यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। सम्पत्ति जोड्न र आर्थिक रूपमा सबल बन्न सुरुमै एकदमै ठूलो पुँजी चाहिन्छ भन्ने आम बुझाइ छ नि, तर अलिकति पर्खौं है। यदि निरन्तरता र अनुशासन नै धन निर्माणको मुख्य कडी हो भन्यो भने कस्तो होला? आज हामी यसै विषयमा गहिरिएर हेर्नेछौं र एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानको अवधारणालाई एकदमै सरल तरिकाले बुझ्नेछौं। आजको हाम्रो यो प्रस्तुति मुख्यतया 3वटा खण्डमा बाँडिएको छ। पहिलो खण्डमा एसआइपी भनेको के हो भनेर बुझ्नेछौं। दोस्रोमा यसका मुख्य फाइदाहरू के छन् त्यतातिर लाग्नेछौं र अन्तिम अर्थात् तेस्रो खण्डमा लगानी गर्दा ध्यान दिनै पर्ने केही महत्त्वपूर्ण कुराहरूमाथि छलफल गर्नेछौं। सुरु गरौं पहिलो खण्डबाट। आखिर यो एसआइपी भनेको के हो त? एउटा सानो बिरुवालाई सम्झौं त। एकैचोटि विशाल रुख रोप्न त गाह्रो हुन्छ नि, होइन र? तर एउटा सानो बिरुवा रोपेर त्यसमा नियमित पानी हाल्दै गइयो भने समयक्रमसँगै त्यो आफै विशाल रुख बन्छ। पैसाको मामलामा पनि ठ्याक्कै यही नियम लागू हुन्छ। थोरै थोरै सिक्काहरू नियमित रूपमा जम्मा गर्दै जाँदा समय र निरन्तरताले कसरी जादुमय परिणाम दिन्छ भन्ने कुरा साँच्चै नै रोचक छ। प्राविधिक रूपमा भन्नुपर्दा एसआइपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको नियमित रूपमा सानो सानो रकम लगानी गर्ने एउटा गजबको योजना हो। नेपालको सन्दर्भमा कुरा गर्दा यो विशेष गरी म्युचुअल फन्ड्स अझ भनौं ओपन एन्डेड फन्डहरूमा मासिक रूपमा वा कुनै निश्चित अवधि तोकेर रकम जम्मा गर्ने एउटा व्यवस्थित तरिका हो। सुन्दा जति भारी लाग्छ नि, यो त्यस्तो कुनै जटिल गणित भने पक्कै होइन। यो त केवल एउटा नियमित र अनुशासित लगानी प्रक्रिया मात्रै हो। अब लागौं खण्ड 2 तर्फ। यो एसआइपीका मुख्य फाइदाहरू के हुन् त? यसले हाम्रो सम्पत्ति वृद्धिको इन्जिनको रूपमा कसरी काम गर्छ? आउनुहोस् हेरौं। यसको सबैभन्दा राम्रो पक्ष भनेकै यसलाई एकदमै सानो रकमबाट सुरु गर्न सकिन्छ। लगानी गर्नकै लागि भनेर लाखौं रुपैयाँ जम्मा गर्न कुरेर बस्नै पर्दैन। अर्को महत्त्वपूर्ण कुरा, यसले अनुशासित बचत र नियमित लगानी गर्ने बानी बसाल्न निकै ठूलो मद्दत गर्छ। खर्च गरिसकेपछि बचेको पैसा बचत गर्ने होइन कि बचत गरिसकेपछि मात्रै खर्च गर्ने संस्कारको विकास गराउनु यसको ठूलो मनोवैज्ञानिक फाइदा हो। अब एउटा अलिकति प्राविधिक तर एकदमै चाखलाग्दो वित्तीय शब्दावलीको कुरा गरौं, रुपी कस्ट एभरेजिङ। हेर्नुस्, शेयर बजार सधैँ एक नास्न पक्कै हुँदैन, उतार चढाव त आइरहन्छ। तर नियमित रूपमा एउटै निश्चित रकम लगानी गर्दा के हुन्छ भने बजार घट्दा त्यही पैसाले धेरै एकाइहरू वा युनिटहरू किन्न पाइन्छ र बजार बढ्दा कम एकाइहरू। यसरी लामो समयसम्म लगानी गर्दा खरिद मूल्य आफै औसत हुन पुग्छ। यसले बजार घट्ला कि भन्ने डरलाई निकै हदसम्म कम गरिदिन्छ। अनि अर्को जादुमय फाइदा भनेको कम्पाउन्डिङको लाभ हो। यहाँनिर चाहिँ समयको शक्तिले जादु नै गर्छ भन्दा फरक पर्दैन। लामो समयसम्म लगानी गर्दा प्राप्त हुने प्रतिफलमाथि पनि फेरि प्रतिफल थपिँदै जान्छ। समय बित्दै जाँदा यही कम्पाउन्डिङको कारणले लगानी उल्लेख्य रूपमा बढ्दै जान्छ भन्ने कुरा स्रोतमा एकदमै स्पष्ट पारिएको छ। लगानी जति छिटो सुरु गर्यो त्यति नै धेरै फाइदा हुने कारण पनि यही नै हो। अब भने खण्ड 3 मा प्रवेश गरौं। फाइदाको कुरा त धेरै गरियो, तर लगानी गर्दा ध्यान दिनै पर्ने केही महत्त्वपूर्ण कुराहरू पनि छन्। अब अलिकति जोखिम र यथार्थको धरातलमा रहेर कुरा गरौं। लगानी गरेपछि पक्कै पनि सकारात्मक प्रतिफलको अपेक्षा गरिन्छ, यो त स्वाभाविक नै हो। तर स्रोतले प्रश्न पारेको यथार्थ के हो भने प्रतिफल कहिले पनि 100% निश्चित हुँदैन। बजारमा सधैँ कुनै न कुनै जोखिम लुकेको हुन्छ भन्ने कुरालाई हामीले कहिले पनि नजरअन्दाज गर्न मिल्दैन। लगानी गर्नु भनेको कुनै जादुको छडी घुमाएर रातानाति धनी हुनु पक्कै होइन। यहाँ बजारको आफ्नै नियम र जोखिमहरू लागू हुन्छन्। त्यसो भए लगानी गर्नु अघि के कुरामा ध्यान दिने त? मुख्यतया यी कुराहरू मूल्याङ्कन गर्नै पर्छ। पहिलो, फन्ड म्यानेजर को हुन् र उनीहरूको अनुभव कस्तो छ। दोस्रो, त्यो फन्ड सञ्चालन गर्दा लाग्ने खर्च अर्थात् एक्सपेन्स रेशियो कति छ। र तेस्रो, विगतमा त्यसको प्रदर्शन कस्तो रहेको छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यो एसआइपी छोटो अवधिभन्दा लामो अवधिमा मात्र बढी प्रभावकारी हुन्छ। त्यसैले यहाँनिर धैर्यताको भने एकदमै ठूलो भूमिका हुन्छ। हाम्रो यो शैक्षिक प्रस्तुतिलाई एउटा एकदमै सान्दर्भिक र शक्तिशाली भनाइ मार्फत बिट मारौं। लगानी गर्नु अघि रिसर्च गर्नुहोस् र आफ्नो जोखिम क्षमता अनुसार निर्णय लिनुहोस्। यसले के देखाउँछ भने अरूको लहलहैमा लागेर वा सुन्दा राम्रो लाग्यो भन्दैमा मात्रै लगानी गर्नु हुँदैन। आफ्नो पूर्व अध्ययन र जोखिम वहन गर्न सक्ने आफ्नै क्षमतालाई बुझेर मात्र पाइला चाल्नु सधैँ बुद्धिमानी हुन्छ।
अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ कि आजै सानो तर नियमित लगानी सुरु गर्नाले भविष्य साँच्चीकै सुरक्षित बन्ला वा कम्पाउन्डिङको चमत्कारमा पूर्ण रूपले भर पर्नु अघि बजारको अन्तर्निहित जोखिमलाई अझ नजिकबाट बुझ्न आवश्यक छ। यो प्रश्नले पक्कै पनि फाइदा र जोखिम बीचको सन्तुलन बुझ्न हामी सबैलाई प्रेरित गर्नेछ। यो छोटो तर महत्त्वपूर्ण विश्लेषणले लगानीको बारेमा नयाँ ढङ्गले सोच्न मद्दत गर्यो भन्ने विश्वास लिएका छौँ। थप अध्ययन र अनुसन्धान सधैँ जारी राख्नुहोला।